अब हामी गाडीमा चढिसक्यौँ। वेलकम ब्याक टु माई च्यानल। आज हामी टुरिस्ट बसमा लमजुङ जाँदैछौँ। त्यही भएर किन जाँदैछौँ भन्दाखेरि मेरो पूजा छ, त्यही भएर बाई इन लमजुङ एभ्रिवान। आज म गाउँ जाँदैछु कुन्चाबारी ठाउँ है, अनि हामी चाहिँ जाँदैछौँ अर्कोमा पनि हो। यसको उतै गयो भेटौँ। यहाँ चाहिँ हाम्रो सुरप्रयास के छ है। ल बाई, उतै गएर भेटौँ ल। हामी चाहिँ कुरिन टाइम आइसक्यौँ। बाटो चाहिँ अलिकति खत्तम रहेछ अनि वी आर अलमोस्ट रिच एट कुच्छा है लमजुङ। अनि अब हामी एकछिन खाना जान्छौँ अनि त्यसपछि हामी लमजुङ पुग्छौँ। डुम्रेबाट आएको गाडीमा आएर कुन्छा जाँदैछौँ। यसमा ट्युन कुन्छा चाहिँ यस्तो छ। यस्तो छ है बाटो, हिमाल जस्तै छ भिडियो चाहिँ बाटो छ। हाम्रो चाहिँ यस्तो बाटो छ। अझै हामी भोटेबार जान्छौँ मानव दाइलाई खोजीमा, मानव दाइलाई पिकअप गर्न। आज चाहिँ पानी परेको छ। यो चाहिँ बाटो अलिकति राम्रो छ। हेलो गाइज, म सानवीको युट्युब च्यानलबाट बोल्दैछु। यहाँ हामी लमजुङ जाने क्रममा अहिले माथि चाहिँ हिमाल देख्न सक्नुहुन्छ तपाईँहरूले। अहिले हामी तनहुँमा छौँ। यो भानु नगरपालिका होइन? हजुर, भानु नगरपालिकामा अहिले बाटो पनि पिच भएर एकदम राम्रो छ। यहाँ सानवी पनि हुनुहुन्छ, आमा छोरी नै हुनुहुन्छ। सानवी हजुर कता जाँदै हिँड्छ? कहाँ हो हजुरको घर? अहिले चाहिँ पिच गरेर राम्रो बाटो बनाएको छ। यस्तो छ, रुख चाहिँ छेक्छ तर राम्रो होइन। आउँदा जताबाट छोटो हुन्छ त्यताबाट आउनु मिल्यो। त्यो चाहिँ क्लाउड हो। त्यहाँबाट दमौलीसम्म आउनलाई उता क्लाउड छ। त्यो गर्दै हुन्छ है, तपाईँको सहयोग महिला नै हुन्छ। यहाँ चाहिँ हामी जाँदैछौँ। हेलो भन। एकछिन हामी रोक्यौँ। सानवी सुत्ने ठाउँ देखेर के भन्ने? कहाँ आइपुग्यौँ सानवी? फाइनली कहाँ आएको? कुन्छा सानो मुन्नी। ल फाइनली वी आर इन कुन्छा। सानवी एक्साइटेड। Look at Sanvi. Hello, I'm catching Moni, आइज। Moni, इला। Moni, आइज। यहाँ आएर ल। Hello, I'm catching त्यही एउटा रहेछ। Moni, त्यसलाई भोक लागिरहेको रहेछ क्या, आएन।
अहिले आउँछ आफै झर्छ तल डन Salvi. Let me take a picture. Ita हेर Finally Puncha. डराउनु डरायो बिचरा another one उसको ब्रदर देखौ दाजुभाइहरू नि त्यस्तो हुन्छ मम्मी कराइरहेछ उसको ल त्यो सबै सामान छर्दिनु त्यो त 15 रुपैयाँको भाडो मलाई दिनु छ अब यता पञ्ची बजार अब जानलाई हल्लियो भने निप्छ निपिहाल्यो दुईटै तोडिदिनु भयो एकछिन धेरै भयो क्या हल्लियो हल्लिएपछि तल लग्यो Say hello. लिनुपर्छ ठ्याक्कै हिँड्ने बेला लिनु पर्यो आज हाम्रो कुल पूजा आज हाम्रो कुल पूजा हो है यता चाहिँ हामी बाजा बजाउँछ यता हामी बाजा देवता पूजा पनि सक्यो खाना पकाउने ठाउँ सबैजना पूजा सकेर फर्क्यौँ
सान्वी डराको अवस्था खै यता हेर त सान्वी बाटो यस्तो अन्तर के यस्तो त नि गाउँतिरको बाटो You can share your experience with your friends. How was your journey? अब हामी रिटर्न पूजा सकेर सान्वी डराएछ अटोमा खै हेरौँ अनुहार हेरौँ हेर न लुक एट इट लग हो कि यता हेर अब ब्लग एकछिन नगर छोरी अब त राम्रो छ बाटो अघि एकैछिन मात्र होइन यस्तो बाटो अलिअलि छ